हेलो एभ्रिवान, इट्स मी भावना थापा र यहाँहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामीसँग हुनुहुन्छ हाम्रो हजुरआमा। उहाँ चाहिँ मेरो हजुरआमा र आज चाहिँ हामी हाम्रो भिडियोमा के गर्दैछौँ मलाई पनि थाहा छैन। आमा के हेर्ने आज? आज चाहिँ हामी हैन के गर्दैछौँ भने हाम्रो पहिला हाम्रो आमाको पालादेखि र अब हामीसम्मकोमा आउँदाखेरि चाहिँ अहिलेसम्म चाहिँ के परिवर्तनहरू आयो भनेर चाहिँ हामी चाहिँ कुरा गर्छौँ है त। कुरा गर्छौँ है त। मुख हल्लाउनु पर्दैन, त्यहाँ हुने हुँदैन, तपाईँ बोल्नै पर्छ। तपाईँ बोल्नै पर्छ। मैले के भन्नु आमा, तपाईँको नाम भनिदिनु त फेरि अलि ठुल्ठुलो बोल्नु है, माइक छैन। नाम कृष्ण कुमारी थापा हो। अनि तपाईँ मेरो नातिनी हो। ल आज चाहिँ हामी चाहिँ के गर्दैछौँ भने अघि भनेकैवाला चाहिँ गरौँ। ल आमा, तपाईँको पाला चाहिँ पहिला के कुराहरू थियो, अहिले के छ? अब यो चेन्जहरू आउँदाखेरि तपाईँलाई चाहिँ केही अप्ठ्यारो लाग्यो कि यहीसँगै तपाईँ घुलमिल हुनुभयो भनिदिनु त। पहिला के थियो, अहिले कस्तो छ त? यो हेर्दाखेरि पहिला त टिभी थिएन, अहिले टिभी आयो। त्यस्तै पहिला पानी घट्टा थियो, अर्को घट्टा आयो। कस्तो देख्नुभयो त तपाईँले? अब धेरै थरी परिवर्तन भयो नि त। अहिले त अब पहिला पानी घट्टादेखि थिएन, अहिले अब मेसिन अर्कै आयो। फेरि धेरै थोक परिवर्तन हुँदै गयो। के हो के केही भन्नै नसकिने कुरा भयो। अहिले त नौलो कुरा आयो। अनि पहिला हिँड्दाखेरि गाडी नै थियो कि पहिला कस्तो थियो त? सडक पैताला हिँड्न पर्थ्यो। अहिले सडक आयो, बेला पैताला हिँड्न पर्थ्यो। खाली हिँडेकै भरले भारी बोक्ने पनि हिँडेरै लिएर जाने, भारी बोके पनि। अहिले त भारी बोक्नु पर्दैन, गाडीमा लान्छ ल्याउँछ। त्यही त हो नि परिवर्तन अनि। अनि कति घन्टासम्म हिँड्नुहुन्थ्यो त? उहिले त बिहान 6 बजे 7 बजे हिँडेर बेलुका 5 बजे 6 बजे घर आउँथ्यो हिँडेर। भारी लिएर गएर फेरि भारी नै बोकेर आउनु पर्थ्यो। भारी नै लिएर जानु पर्थ्यो। मकै बोके पनि जे बोके पनि नबोकिकन खान पाइन्थेन बेला। अब अहिले त जे कुरो ल्याए पनि घरैमा गाडीले ल्याउँछ। कति परिवर्तन भयो, कति परिवर्तन के हो। अनि यहाँ चाहिँ तपाईँले गाडी भनेर चाहिँ कहिले देख्नुभयो त? गाडी भने त अब बुढो भएपछि नि देखियो। बुढै भएपछि त हो नि। अब उमेर अब पहिला त थिएन केही चिजै। जहाँ त उड्दैन थियो, पछि उडेको। आवाजात भने त कस्तो भनेर जाने थिएन। कहाँबाट के आएको होला भन्थ्यौँ हामी। अब म त धेरै बुढी भइसकेँ नि त। कति वर्ष हुनुभयो भनिदिनु त? म 85 वर्ष भएँ, 86 लाग्न आँट्यो हो। अनि त्यसो भएर धेरै कुरा के सम्झनै सक्दिनँ म। धेरै थोक परिवर्तन भइसक्यो अहिले। खालि मकै भुटेर खाने, मही र मकै भन्थ्यौँ। दुध र मकै खाने। मजासित बेलुका बिहान मकै भुटेर खाने, दिउँसो ढिँडो खाने। त्यस्तो भएर पनि होला। भातभन्दा त ढिँडै खान्थ्यौँ हामी त पहिला। अहिले चाहिँ ढिँडाको रहर भयो, उहिले त भातको चाहिँ रहर हुन्थ्यो। खालि पिठो, मकैको पिठो खाने हो धेरै। अनि भात चाहिँ कहिले खानुहुन्थ्यो त? त्यो दसैँ तिहारदेखि पाएको छैन। अहिले त वर्षा एकचोटि पुग्छ ढिँडो नि। अहिले चाहिँ बरु ढिँडो चाहिँ वर्षा फेरि होला। भात मिठो कि ढिँडो मिठो? मलाई त हिजोआज नि सम्झिन्छ ढिँडो त। ढिँडो खानुपर्छ गाइज। पहिला त घडी हुँदैन थियो। घडी के कहाँ पाउनु घडी जुत्ता त लगाएन। मैले 15-16 वर्षको भएपछि जुत्ता लगाएको। जुत्ता त पाइँदैन थियो। चप्पल त थाहा नै छैन। प्लास्टिकको जुत्ता लाउनु भयो कि के उसको कपडाको भन्ने हुन्थ्यो कि
अहिलेको त्यो जस्तो कपडाको लुगा जस्तो जुत्ता हुन्थ्यो त्यो पनि 3 वर्षलाई पुर्याएर लाउने छैन। जाडो महिना यसो 2 महिना लाउने नि त जुत्ता पनि नै गोडा पर्दैन थियो कि। यति बज्यो भन्नु चाहिँ कसरी थाहा? कसरी घाम यहाँ आइपुग्यो अब यति बज्यो होला। पानी घडी अब बिहे बटुला त पानी घडी थापेर पानीमा बाटा बोडाबाट झ्याङ्गाहरूमा तामाको भाँडामा पानी फेरि त्यो जस्तो घडी जस्तो हुन्थ्यो त्यो घडीमा डुबाएर राख्ने अनि त्यो ठ्याक्क त्यो चुल्लुम्म डुबेपछि 1 घन्टा हुन्छ भन्थे कि 1 घडी हुन्छ भन्थे। पहिलाको त्यस्तो त्यो जलाएर हुँदैन उसको रुजी गन्ठामा हो त्यस्तो त्यो जलाएर जस्तो मानु जस्तो हुन्थ्यो अनि यहाँ सानो फल हुन्थ्यो उयो जलाएरै जस्तो हो कि। अनि त्यसमा अनि त्यो पानी टन्न हालेर ठुला माटा तामाको भाँडा हालेर राख्थ्यो अनि त्यो बिस्तारै त्यो पानी भरिएर चुल्लुम्म डुबेपछि 1 घडी हुन्छ भन्थे कि बेलाको त्यस्तो चलन थियो। घडी हेर्ने चाहिँ त्यही हो। अनि घाम यहाँ पुगे यति बज्यो उहाँ पुगे यति बज्यो त बेलुकाको बाख्रा बाँध्ने टाइम के गाई बाँध्ने टाइम भन्ने अरे 4 बजेलाई गाई बाँध्ने टाइम अरे अनि 12 बजेलाई चाहिँ बेलुकाको 12 बजेलाई चाहिँ ठुला जानको भात खाने बेला त्यस्तो चलन थियो भन्ने हो। के को घडी यस्तो अहिले घडी पला भन्ने त छँदै छैन कि त्यो बेला त्यस्तो पनि जान्ने आफूले अब अहिले थाहा नै छैन। त्यस्तो कस्तो कुरा पनि आउँछ हुन्छ हो पनि हामीलाई के पार्ला नि अब त्यो घडी डुब्नु पर्यो नि त। अब हाम्रो बिहेमा त्यही घडी डुबाएर अनि त्यो डुबेपछि अनि यतिको बज्यो अब कति फेरि डुबाइन्छ होइन त्यो लेखेर भनौँ न यसरी कोर राख्ने त्यो जति फेरि पुग्छ त्यति कोर अनि डोरा बनाएर यति घन्टा भन्नलाई त्यसै डुबाएर अनि गर्नुपर्थ्यो। अहिले त त्यो चलन त छैन नि। अहिले त हरा सबै छ हात घडी। आमाहरूको पाला कतिखेर बिहे हुन्थ्यो? आमा कति वर्षको उमेर बिहे मेरो त म त अलि ठुलो बसी गरेँ हो। अर्को त 7 वर्ष बिहे गर्थेँ। 7 वर्षको नागेको 12 वर्षबाट नागेछु त बुढी भनेर बिहे गर्न गाह्रो हुन्थ्यो। 7 वर्षको बिहे गर्ने त्यो बेला त एउटा सडक नबनाएदेखि अहिले आफै गाडीहरू चल्नेसम्मको चाहिँ देख्न पाउने हाम्रो आमाहरूको जेनेरेसन हो। त्यही भएर चाहिँ म एकदम राम्रो लाग्छ कि त्यतिखेरकोदेखि अहिलेसम्मको कतिवटा सिक्केहरू कतिवटा परिवर्तन भए कतिवटा जुग परिवर्तन भए त्यस्तो कुराहरू चाहिँ देख्न पाउनु चाहिँ एकदम भाग्य हो। एउटा चस्मा सुत्दा पनि लाउनु परेन औषधि खानु परेन त्यही औषधिले नै झन् रोग निकाल्ने हो। त्यही भएर एउटा औषधि खाइसक्यो अर्को रोग पनि निक्लिँदै आउँछ। हाम्रो आमाले एउटा नि खानुभएको होइन एउटा नि खाइन् त्यही भएर अहिलेसम्म छैन अहिलेसम्म रोग पनि छैन पनि अहिलेसम्म जे खाए पनि पच्छ जे खाए नि भइरहेको छ। कति फेरि कोहीको डाइरिया भएको भन्छन् भयो। अब हामीलाई त त्यो पनि भएको छैन अहिलेसम्म नै। जे खाए नि पचे पनि छ बुढी भए पनि खान नि सक्छु हिँड्न नि सक्छु सकेको अलिअलि। अनि यस्तो यस्तो परिवर्तन भयो यो चाहिँ तपाईँलाई राम्रो हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ? राम्रो हो नि। अब अहिले यस्तो परिवर्तन हुनु एउटा के भने एउटा विषादीहरू चाहिँ अलि बढी प्रयोग गरेर अनि रोग लाग्यो धेरै मान्छेलाई अहिले उयोलाई त त्यो औषधिहरू त्यस्तो विषादीहरू केही नहाले भएर ताजा खानाले गर्दाखेरि हामीहरूको जिउ स्वस्थ भयो। अहिलेको चाहिँ नि अब धेरै जस्तो रोग लागेको चाहिँ त्यसले पनि होला भन्ने मैले चाहिँ त्यो ठान्दा छु हो कि होइन भने चाहिँ हो जस्तो लाग्छ मलाई चाहिँ। यो भिडियोलाई आमा लाइक कमेन्ट र लाइक गर्नुहुन्न त यस्तो लाइक गर्नुहुन्न त लाइक हुनु त अनि कमेन्ट हुनु त कमेन्ट अनि सब्सक्राइब फेरि भन्ने नि त सब्सक्राइब गरिदिनु होला है त ल। थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू सुन।